के परिवार नियोजनका अस्थायी साधनले इन्फर्टिलिटी अथवा बाजोपन गराउँछ? परिवार नियोजनका अस्थायी साधन भन्नाले हामीले नम्बर 1 ओरल कन्ट्रासेप्टिभ पिल्स ओसीपी, नम्बर 2 आईयूडी यानी इन्ट्रा युटेरिन डिभाइस जसलाई चाहिँ हामीले कपटी भनेर बुझ्छौं, अर्को चाहिँ इम्प्लान्ट जुन चाहिँ हामीले नर्भ प्लान्ट भनेर बुझ्छौं र अर्को भनेको चाहिँ इन्जेक्सन डिपो प्रोभेरा जसलाई चाहिँ हामीले डिपो भनेर बुझ्छौं। यी सबै अस्थायी साधनहरूले चाहिँ हाम्रो प्रजनन अङ्गमा चाहिँ फ्यु चेन्जेसहरू लिएर आएर काम गर्छन्। जस्तै अण्डाशयमा चाहिँ ओभुलेसन हुनु दिँदैन, पाठीघरको भित्रको लाइनिङ जसलाई हामीले चाहिँ एन्डोमेट्रियम भन्छौं यसमा चेन्जेस लिएर आउँछ र पाठीघरको मुख यानी सर्भिक्समा यसले चाहिँ जुन म्युकस फर्म हुन्छ त्यसमा अल्टर गर्छ, चेन्जेस लिएर आउँछ जसले गर्दा चाहिँ गर्भ बस्नु दिँदैन। यसरी यी सबै अस्थायी साधनले चाहिँ क्षणिक काम मात्रै गर्छन्, यानी तपाईले युज गर्दासम्म मात्रै यसले आफ्नो इफेक्टहरू चेन्जेसहरू देखाउँछ र एकचोटि तपाईले बन्द गर्नु भएपछि तपाईको प्रजनन क्षमता फेरि फर्केर नै आउँछ।